ल आज चाहिँ हाम्रो घरमा मोमोको रेकर्डिङ सुरु हुँदैछ है। टिबेटन मोमो हो यो। मैले बनाउन स्टार्ट गरेछु। तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। ल है साथीभाइ, म बनाउँदैछु अब। आई एम ओरिजिनली केम फ्रम नेपाल, हाफ टिबेटन हाफ नेप्लिज। अब मैले चाहिँ टिबेटन जेनेरेसनको टिबेटन खाना बनाउनु लाग्छु। टिबेटन मोमो यहाँ सुप नि पाक्दैछ। त्यो कन्टेन्टमा फेरि तपाईँहरूलाई मैले सुप नि बनाएर सुप पनि देखाउँछु तपाईँहरूलाई। ल है, अहिले चाहिँ हातको मुभमेन्ट मात्रै देखाएको छु। क्यामेराको मुभमेन्ट अलिक राम्रो चल्यो होइन। त्यही भएर मैले मोमो बनाउनु चाहिँ फेरि मलाई आउँछ। मोमो बनाउनु चाहिँ राम्रो तरिकाले आउँछ। तपाईँलाई के कसो लाग्छ यसो कमेन्ट बक्समा यसो कमेन्ट लेखिदिनु, सेयर गर्नु, फलो गर्नु होला। किन म तपाईँहरूको लागि अनुरोध छ। ल मैले बनाउनु छु। यो बुढीले हँसाएर लास्टै ल्याङ गर्ने के यो तौजा कन्टेन्ट बनाउनु लगाएर चाहिँ झन् के भनेर हँसाएर यो कन्टेन्ट डिलिट गर्नु पनि आउँछ फेरि। ल है तपाईँहरूलाई मैले सुप पनि देखाइदिन्छु फेरि। अहिले मेरो यो त्यो चाट सिटेको भएर लङ डिस्टेन्समा राख्नु मिलेन। त्यहाँदेखि मैले मोमो बनाउँछु फेरि सुपहरू फाल्छ यसरी। टिबेटन मोमो यो चाहिँ फेरि यसलाई नेपाली मोमो भन्दैन, टिबेटन मोमो भन्छ। तर नेपालमा नि फेमस हुन्छ यो मोमो। नेपाल, टिबेट, इन्डिया, वेयरएभर मोमो लभर लिभ, दे अल लभ दिस काइन्ड अफ मोमो। नट डल्ले मोमो। डल्ले मोमोलाई भन्छ हामी काठमाडौँवासीले चाहिँ नेवारी मोमो। त्यो नेवारीहरूले टिबेटन जेनेरेसनबाट सिकेर उनीहरूले आफ्नो कन्टेन्ट बनाउनुको लागि, त्यो जमाना कन्टेन्ट भन्ने थिएन, उनीहरूले आफ्नो कन्टेन्ट बनाउनुको लागि त्यो डल्लो सुप मोमो बनाएको हो। खास गरी रेल मोमो भनेको त्यो टिबेटन मोमोलाई भनिन्छ। यो रेल टिबेटन मोमो, यो डल्ले मोमोलाई टिबेटन मोमो भनिन्छ। मोमो जापानमा पनि हुँदो रहेछ, यसलाई ग्योजा भनिँदो रहेछ। किनकि यो मङ्गोल फेस भएको मान्छे देशमा जहाँ जहाँ हुर्केछ जन्मेछ त्यो ठाउँमा चाहिँ यस्तो चाहिँ हुन्छ। सब ठाउँमा हुन्छ, हुने गरि नै राख्छ। हामीले देखिरहेको म धेरै देश घुमेछु। यस्तो खाने ठाउँहरू भइरहेकै हुन्छ। लगभग धेरै जसो मङ्गोलियन फेस भएको रेस्टुरेन्टहरूमा चाहिँ भइरहेको हुन्छ। अब मैले सानोतिनो कन्टेन्ट बनाउनु ट्राई गरिरहेको छु। आज चाहिँ लेट डिनरको लागि यसो मोमो बनाएर ट्राई गरौँ भनेर आफ्नै हातले मोमो बनाएर बालबच्चालाई पकाएर खुल्लाम भने मेरो बालबच्चा फेरि जापानिज आइटमको भएर यिनीहरूले यति खान्न। यो खाने भनेको बुढा मैले मात्रै हो फेरि। त्यो चाहिँ क्यामेरामा नआउने भन्छ। अब उनीहरू अब कस्तो मान्छेहरू क्यामेरामा आउनु भन्छ, नआउनु फेरि म आइज भनेर जरुरत रिक्वेस्ट पनि गर्दैन। फेरि म नजाने गाउँको फेरि बाटो धेरै सोध्दिनँ हो। मेरो बानी नै त्यही हो पहिलादेखि, बाल्यकालदेखि। नजाने गाउँको बाटो धेरै सोधेर म टाढो टाढो डिसिजन लिन चाहन्न। म चाहिँ आफ्नो जिन्दगीको डिसिजन लिने खालको मान्छे हो। जे गर्नु मन लाग्छ आफूले गर्ने, अरूको भर नपर्ने। जिन्दगी जिउनु आफूले हो, अरूले जिइदिनु। दुःख सुख पऱ्यो भने अरूले केही गरिदिने होइन, जिउने आफूले हो। डा गर्ने डा गर्दै गर्छ, मर्दै गर्छ। त्यस्ताहरू जाँदै गर्छ आउँदै गर्छ जिन्दगीमा। गोरेटोमा बाटो हिँड्दै गएपछि कहिले जङ्गल आउँछ, कहिले घारी आउँछ, कहिले पहिरो आउँछ। त्यस्तै हो जिन्दगी भनेको। द्याट्स कल लाइफ। यो नै भन्छ जिन्दगी। जिन्दगी जिउनु मैले धेरै राम्रो तरिकाले सिकेको मान्छे म बाल्यकालदेखि। कसैले मलाई जिन्दगीको बारेमा चाहिँ लेक्चर दियो भने मलाई अलिकति इरिटेट हुन्छ। किनभने म जिएर बाल्यकालदेखि दुःख सुखदेखि लिएर सब चिज जिएको मान्छे म। त्यो भएर मलाई जिन्दगीको बारेमा लेक्चर चाहिँ कसैले नदिँदा नि होला जस्तो लाग्छ। तर आफ्नो ओपिनियन दिँदा नि मिल्छ। त्यो पनि सरसल्लाह नै हो नि त। त्यसलाई नि मैले फेरि एक्सेप्ट त गर्नै पर्छ। सोसियल मिडियामा आज त्यति कुरा नि एक्सेप्ट गरेन भने त फेरि हुन्न। यति कुरा मैले भन्ने हो, म फेरि रिसाउने खुसाउने भनेको हुन्न। फेरि त एउटा कुरा सही कुरा, म नजाने गाउँको चाहिँ बाटो सोध्दै म यो चाहिँ म फेरि परिपक्व हो। पहिलादेखि म यही सिद्धान्तमा हुर्केर आएको, यही सिद्धान्तमा आफूले गरेर खाएर आएको मान्छे। म त्यो नजाने गाउँको बाटो चाहिँ सोध्दैन। आरिस गर्ने मान्छेहरूको म धेरै सङ्गतै गर्दैन। त्यस्तो मान्छेलाई म सिटीमिति छेउमै राख्दैन। बाँच्नु एक्लै छ भने, जिउनु एक्लै छ भने दुनियाँ मान्छेले आरिस गरेर के आफूले लाएको खाएको आरिस गर्ने मान्छेले कमाएर दिनु त होइन। आफूले कमाएर खाने हो, आफूले कमाएर लाउने हो। महँगो लाने सस्तो लाने आफूले लाउने हो नि त। अरूले कमाएर दिनु त होइन। त्यो आरिस गर्ने मान्छे चाहिँ अरूले लाएको खाएको
त्यो देख्नु न त्यस्तो आरएसहरू चाहिँ उसको जिन्दगीमा नि सुख शान्ति हुन्न, आफू नि शान्ति हुन्न, अरूलाई पनि शान्ति हुँदैन। त्यस्तो मान्छेहरू चाहिँ मैले सधैँ भन्छु कि जहिले पनि मैले फेसबुकतिर पनि भन्ने गर्छु, यस्तो मान्छेसँग धेरै टाढो रहनु होला। किनभने आँखा लोभी मन पापी मान्छेहरूसँग नजिक हुनु चाहिँ जिन्दगीमा ठुलो घात हो। त्यो भनेको सानोतिनो फेरि रोगै हो, भाइरस हो त्यो भएर सानोतिनो तपाईँहरूले जो पायो त्योसँग चाहिँ लिङ्क र कन्ट्याक्ट नगर्नु होला। आफू मन मिल्ने मान्छेसँग लिङ्क कन्ट्याक्ट गर्नु होला। तपाईँहरूलाई मेरो यो बोली कस्तो लाग्छ, तपाईँहरूलाई मन पर्यो के भने नि तपाईँहरूले कमेन्ट बक्समा यसो कमेन्ट लेखिदिनु होला, त्यसमै म खुसी हुनेछु। अरू मैले केही भन्नु छैन। अब फेरि यो सुप नि बनाउँदैछु, सुपहरूको भिडियो नि देखाउँछु। त्यहाँबाट यो भिडियो मैले आजै अपलोड त गर्नु सक्दैन, भोलि एडिटिङ गरेर यसो अपलोड गर्ने ट्राई गर्छु। काममा चाहिँ बिजी छ, दुखी मान्छे, काम घर हो, अरू केही गर्नु पाएन, घुम्ने फिर्ने भनेर पाएन। त्यसो मैले आज यसो मोमो बनाएको भिडियो ट्याक्क हालिदिउँ भनेर आफ्नै हातले आफ्नोले खिचेको टिबेटन मोमो, त्यसलाई भन्छ टिबेटन मोमो। कारण के भने यो टिबेटबाट आएको चिज हो यो मोमो भनेको। यो कुरा मलाई किन राम्ररी थाहा छ नि, म हाफ टिबेटन हाफ नेप्लिज हो, त्यो भएर मलाई यो बारेमा राम्ररी थाहा छ, ज्ञान छ। म बाल्यकालदेखि दुइटै कल्चरसँग कन्जक्सन भएर हुर्केको मान्छे हो। त्यो भएर मलाई यो टिबेटन खाना, नेपाली खाना, इन्डियन खानाहरूको बारेमा मलाई धेरै थोरै ज्ञान छ। यो कुरा यो मोमो बनाउने भने नि मैले मेरो आमाबाटै सिकेर बनाउन सिक्ने खाने। अब फेरि अर्को भिडियोमा फेरि अर्कै टिबेटन खानाहरूको पनि फेरि मैले भिडियो तपाईँहरू समूह पस्किने ट्राई गर्छु। तपाईँहरूले सेयर, सब्सक्राइब, लाइक, फलो गरिदिनु, त्यसमै म आभारी हुनेछु तपाईँहरूको लागि। यो भन्दै अब म भिडियो पनि बनाउँदैछु। यो भिडियो कतिसम्म जान्छ मलाई थाहा छैन। बुढी चाहिँ अल्छी भएर म एक्लैलाई छोडिदिएर उता गयो। यो पिठो खोल्दै त मेरो खिच्नु त अब क्यामेराम्यान छ, अब आफै खिच्नु पऱ्यो। सुन्नु तैँले खिच्दै हुन्छ त नि। यो सुक्ने भएको त्यसमा देखाउँछु नि त फेरि म। त्यो कुरा त्यो हो नि त, मैले फेरि एडिटिङ गरेर हालिहाल्छु नि त सबै। भोलि मेरो टाइम फेरि काममा सिद्ध्याउने भएपछि म एडिटिङ गरेर हालिहाल्छु नि त। त्यो कुनै ठुलो कुरा होइन। आजकल दुनियाँ कहाँ पुगिसक्यो, नेट दुनियाँमा। ल खिच्दै त ल। अब म सुप पकाएको नि देखाउँछु। क्लियरली गरेर मात्रै खिच है, फेरि जे मन लाग्छ गरेर नखिच नि फेरि, नत्र मैले एडिटिङ गरेर बनाउँछु। ल यसो ल तपाईँहरूलाई वेलकम छ मेरो भ्लगमा। ल हेर्नुहोस् मिनी भ्लगमा यहाँ मोमोको सुप नि बन्दैछ। ल बुढी यता देखाइदिए त, यहाँ मोमोको सुप नि बन्दैछ। यी गोरुको मासु, बन्दा, गाजर, मुला, वाकामे सब हालेर यस्तो सुप बनाउँदैछ। यो सुप चाहिँ फेरि नेपालतिर चाहिँ ओरिजिनली नट फ्रम नेपाल, दिस इज ओरिजिनली केम फ्रम जापान। जापानिजहरूले खान्छ यस्तो खानाहरू। तर मैले जापानको एडभर्टाइज गर्नु खोजेको होइन। जापानमा बसेपछि जुन देश त्यही देश भनेर चाहिँ खाना यस्तो पकाउनु पनि पऱ्यो। फेरि मोमो बनाउनु सुरु गर्छु है म। ल बुढी यतातिर नि यसो जाओस् है। ट्याक्क लाएर फेरि मैले मोमोसम्म बनाएर बालबच्चा बुढीहरूलाई, मेरो बच्चाहरूले त्यति खाँदैन, जापानिज खाना खाने भएर बुढाबुढीकै दाउमा बच्चाको नाम लिने मात्रै हो। ल यस्तो ल टिबेटन मोमो बनाएको कस्तो लाग्छ होइन तपाईँहरूलाई, यस्तो कस्तो लाग्छ। म जहिले नयाँ टिबेटन खानाहरूको धेरै आइटम आउँछ मलाई, अनि युरोपियन खानाहरू पनि आउँछ। म डेली नभने नि डेली चाहिँ म जनवरीबाट कन्टिन्युस दिन्छु। मेरो यहाँ माइकहरू किन्नु बाँकी छ, माइक किनेको छैन। अनि क्यामेराहरू अलिकति चेन्ज गर्नु छ, त्यो गरेँ होइन। त्यो भएर सब चिज भएपछि चाहिँ म डेली, त्यो पनि नर्मलको दिनमा पनि म एउटा दुईवटा भिडियो चाहिँ हालिराख्ने ट्राई गर्छु। एभ्रिडे फ्यामिली भ्लग नै हाल्ने ट्राई गर्छु मैले। तर मेरो बुढी चाहिँ यो क्यामेरातिर आउनु मान्दैन। यो सानोतिनो राष्ट्रपति जस्तै मान्छे हो, यो सिक्किमकी सोसियल मिडियामा आउन चाहन्न। राम्रो भएर भन्नु कस्तो छ यो भिडियो, कस्तो सही छ नि मोमो होइन। द्याट्स कल्ड टिबेटन मोमो, एभ्री वान लभ इट, मोस्ट पिपल नो इट। टिबेटन मोमो भनेपछि यो मैले भनिराख्नु पर्ने जरुरत छैन। सब मान्छे लगभग मान्छेलाई थाहा हुन्छ मोमो भनेपछि